114 लटको एन्ट्रोको अहिले चाहिँ हामीले फुल इन्जिन खोलिसकेका छौँ। फुल इन्जिनको कन्डिसन हेर्न सक्नुहुन्छ। यो चाहिँ भइसक्यो यसको क्रेङ्कको साउन्ड तपाईँ हेर्न सक्नुहुन्छ। यो प्ले हेर्न सक्नुहुन्छ तलमाथि यो अनि साउन्ड। त्यसपछि यसको यो मेन बेरिङको कन्डिसन हेर्न सक्नुहुन्छ। यो खत्रीसँग अब यसको चाहिँ हामीले अब यसमा चाहिँ के समस्या थियो भने साउन्डको समस्या अनि अब पिकअप पावर भर्नेको जतिको नहुने है। त्यसले गर्दा हामीले यसको फुल इन्जिन खोलेको छौँ। अहिले एकचोटि हेर्न सक्नुहुन्छ। यसको यो क्र्याङ्क भइसक्यो। यो चाहिँ ब्लक ढिका भइसक्यो। यसमा पनि स्क्र्याच हेर्न सक्नुहुन्छ। यो खत्रीसँग स्क्र्याच परेको छ। 75 को पिस्टन यसमा चलिसकेको छ। सँगसँगै यसको यो हेडको कन्डिसन भइसक्यो। अब खत्रीसँग है अब जससँग काम छैन त्यो बसेर मात्र गफ गर्छ। हामीसँग त काम एकै हुन्छ, भ्याइ नभ्या हुन्छ। एकचोटि हेर्न सक्नुहुन्छ। अस्ति भर्खरै हामीले NS 200 को फुल इन्जिन बनाएर पठाएको, त्यसपछि FZ V2 को इन्जिन बनाएर पठाएको। सँगसँगै यहाँ 114 लटको एन्ट्रोको फुल इन्जिन है। यहाँ चेम्बरको कन्डिसन हेर्न सक्नुहुन्छ। यो पुरै कतिको कालो न कालो लेजो न लेजो जम्या छ। अब खत्रीसँग यो सबै सरसफाइ गरेर भोलि चाहिँ यसको फुल इन्जिन फिटिङ गरेको भिडियो पनि आउँछ। लाइभमा पनि बस्छु म। इन्जिन फिटिङ गर्दाखेरि तपाईँ लाइभमा पनि आइदिनु होला है।